हेलो नमस्कार म सन्मान प्रधान मेरो भरोसा एग्रो ब्लग्सको युट्युब च्यानलमा हजुरहरूलाई स्वागत गर्दै आज एउटा नयाँ भिडियो लिएर तपाईहरुको माझमा फेरि उपस्थित भइसकेको छु। यो यो भिडियो चाहिँ यो हाम्रो हात्तीसार दागझरी भुटान बोर्डर आसाममा चाहिँ फर्स्ट टाइम फलेको यो खानु त सानैदेखि खाइरहेको बजारमा पनि धेरै मात्रामा पाइन्छ तर हाम्रो गाउँमा हाम्रो बोर्डरमा यो फलेको चाहिँ देखेको थिइनँ। म फर्स्ट टाइम तपाईहरुलाई यो फलेको भिडियो लिएर आउँदैछु। हेर्दिनुहोस्, मन पर्यो भने सब्स्क्राइब गरिदिनुहोस्। हेर्नुहोस्, तपाईहरुलाई देखाउँदैछु म यो रुख टमाटर। हेर्नुहोस्, रुख टमाटर हाम्रो आसाममा भुटान बोर्डर आसाममा कसरी फलेको छ हेर्नुहोस्। फर्स्ट टाइम हाम्रो यहाँ मैले पनि धेरै रोपेको यसको यो कि तर मैले बचाउन नसकेको घाम र पानीमा घरिघरि मर्छ यो। र आज यहाँ चाहिँ फेरि एकदम मजाले फलिरहेको छ। एकदम मजाले फलि काँचो छ अहिले, हेर्न सक्नुहुन्छ। यस्तो मजाले फलिरहेको छ। दागझरी पनि भन्छ, हात्तीसार भुटान बोर्डर हो यो। हेर्न सक्नुहुन्छ, यहाँ फर्स्ट टाइम यसरी फलेको देखेको मैले। हेर्नुहोस्, मैले धेरै यो रोप्ने कोसिस गरेको थिएँ तर रोपेको पनि थियो, ठुलो पनि भएको थियो तर यो मैले बचाउन सकिनँ, घाम पानीले मरिहाल्थ्यो। तर यहाँ चाहिँ कसरी हो कुनी एकदम फलिरहेको छ। हेर्नुहोस्, पोहोरदेखि फल्न थालेको अरे यहाँ, किनभने यसको फेद चाहिँ घरको सेपभित्र रहेछ, मलैसी भित्रमा, त्यसैले गर्दा होला यहाँ मजाले फलिरहेछ। 2 साल हुन्छ अरे अहिलेसम्म यो फलेको। हेर्नुहोस्, यो एकदमै नयाँ भेराइटी लिएर तपाईहरुको यसमा माझमा उपस्थित भइसकेको छ। हेर्नुहोस्, यो रुख टमाटर देख्दा सानैदेखि देखेको, फलेको पनि देखेको, खाएको पनि, तर यसरी यो के अरे हाम्रो आसाममा चाहिँ फलेको मैले कहिले नदेखेको। हेर्न सक्नुहुन्छ। अब किनभने यो चाहिँ अब पाकेपछि यो लोकल भयो यहाँको। अब यसको बीजबाट फेरि अरू पनि रोप्नु सकिन्छ। हेर्नुहोस्, यहाँको माटोमा यो सेट भइसकेको छ यहाँको हावापानीमा, हेर्न सक्नुहुनेछ है। यही सानो भिडियो हजुरहरूको माझमा लिएर आएको छु। हजुरहरूलाई कस्तो लाग्छ यो भिडियो हेरेर कमेन्ट गरिदिनुहोस् र सब्स्क्राइब लाइक पनि गरिदिनुहोस्। मन पर्ने अरू पनि नयाँ भेराइटी लिएर फेरि उपस्थित हुनेछु हजुरहरूको समक्ष। र हजुरहरूलाई मन पर्यो भने सब्स्क्राइब गर्न नभुल्दिनुहोस्। हस्, धन्यवाद आजलाई।